नेपालमा गणतन्त्र सिद्धिँदैन। गणतन्त्रको पक्षधर जनताहरू एक छन्। नेकपा माओवादी मात्रै होइन, सबै पार्टीमा रहेका गणतन्त्रवादीहरू आज जागरुक छन्। गणतन्त्र पल्टिनेवाला सम्भावना छैन, पल्टिनु हुँदैन पनि, सम्भवै छैन। यदि कसैले जबरजस्त तपाईँको गणतन्त्र पल्टाउँछ र अरू कुनै जन्माउँछु विदेशी शक्तिको आडमा फेरि नेपालमा कुनै तानाशाह जन्माउँछ अर्को लिएर आउँछ भनेपछि हामी भन्न चाहन्छौँ 52 साल सम्झिरहनुहोस्। 52 साल सम्झिरहनुपर्छ, त्यो सम्भव छैन। यो फेरि भन्दाखेरि यहाँ मान्छेलाई पर्ला विप्लवले फेरि बन्दुकको कुरा गर। बन्दुक मात्र होइन 52 साल भनेको। 52 साल भनेको श्रमिक जनता पनि हो। 52 साल भनेको दिदीबहिनीहरू पनि हुन्। 52 साल भनेको किसान मजदुरहरू हुन्, मध्यम वर्गहरू हुन्, व्यवसायी राष्ट्रवादीहरू हुन् भन्ने कुरा राम्रोसँग हेक्का राख्नुपर्छ र त्यो सम्भव छैन। त्यसैले एउटा युगको अन्त्य हामी गरेका छौँ, बाँकी एउटा युगलाई अन्त गर्न बाँकी नै छ। त्यही कारणले